आदरणीय हैदराबादवासी न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईहरू सबैलाई विदितै भएको कुरा हो कि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतमा छरिएर रहेका सम्पूर्ण श्रमजीवी नेपालीहरूको हकित र अधिकार तथा सुरक्षाको लागि आफ्नो स्थापना कालदेखि नै काम गर्दै आइरहेको छ। जब जब भारतमा रहेका नेपालीहरूको बीचमा समस्याहरू आउने गर्दछन्, विपत्ति र दुर्घटना निम्तने गर्दछन्, तब तब त्यहाँ मूल प्रवाह पुगेको हुन्छ र समस्याको समाधान गर्ने योजना बनाउँछ र समस्या समाधान गर्दछ। त्यही भएको कारणले नै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई प्रवासी नेपालीहरूले आफ्नो भनेर बुझ्ने गर्दछ। देशभित्रै रोजगारको वातावरण सिर्जना गरेर विदेश पलायन हुने युवा युवतीहरूलाई देशभित्र नै रोक्नुपर्छ र देश समृद्धि बनाउनुपर्छ, आत्मनिर्भर र स्वावलम्बी बनाउनुपर्छ भन्ने धारणा राख्दै आएको छ। तर देशमा समृद्धि र अधिकार सम्पन्न बनाउने नाममा ठूला भनिने पार्टीहरूले नेपाली जनताको चाहना र आवश्यकता विपरीत जबरजस्ती शक्ति केन्द्रको उक्साहटमा एकता, अखण्डता र सद्भावलाई खलल पुर्याउने, नेपाली जनताको चाहना र आवश्यकता विपरीत संघीयता ल्याउने काम गरे, जसले राष्ट्रिय एकता, अखण्डता र सद्भावलाई खलल पुर्याउने मात्र होइन, आर्थिक रूपमा ठेक्न नसक्ने स्थिति भएको कारणले नै राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीयता नेपालको उपयुक्त छैन, किनभने यो आर्थिक रूपमा निकै खर्चिलो, बोझिलो र झन्झटिलो हुन्छ। एउटा संसद धान्नका लागि प्रवासी नेपालीहरूको रेमिटेन्सले सघाउ गरेको छ भने 7-8वटा संसदहरू केले धान्ने भन्ने प्रश्न। अर्कोतर्फ विभिन्न जात जाति र समुदायहरू, विभिन्न प्रकारको भूगोल, हावापानी, धर्म, संस्कृति, रीतिरिवाजले भरिपूर्ण नेपाली समाजलाई संघीयताको नाममा विग्रह ल्याउने र जातीय, क्षेत्रीय, धार्मिक, भाषिक, सांस्कृतिक लगायतका पक्षमा सद्भाव खलबलाउने भएको कारण संघीयता खारेज गर्नुपर्छ र त्यसको ठाउँमा विकेन्द्रीयतामा आधारित एकात्मक शासन प्रणाली अपनाउनु पर्छ भन्ने मागसहित संघीयता विरोधी आन्दोलनलाई उत्कर्षमा पुर्याउनका लागि यही चैत्र 24, 2081 देखि चैत्र 30, 2081 सम्म काठमाडौँ केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै भारतका सबै ठाउँ र क्षेत्रहरूले ऐक्यबद्धता जनाउँदै गर्दा हाम्रो मध्य दक्षिण क्षेत्रीय समितिले पनि यही मार्च 23 तारिक 2025 आइतबारका दिन हैदराबादको हाफिजपेट स्थित मन्जिरा प्राङ्गणमा अपराह्न 12 बजेबाट विशाल सभा तथा विभागीय प्रशिक्षणको आयोजना गरेको हुँदा उक्त कार्यक्रम सम्पन्न पार्नको लागि हैदराबादमा रहनुहुने सम्पूर्ण न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई मध्य दक्षिण क्षेत्रीय समिति हार्दिक अनुरोध गर्दछ।